कमल कमल इयरफोन छैन इयरफोन छैन कमल पुरै डराएछ बास्ता हाँस्छ इयरफोन कहाँ हाल्यो त नि इयरफोन किन्ने भयो त्यसलाई 8 साल अनि आज चाहिँ हामीले सेकेन्ड च्याप्टरदेखि सुरु गर्छौँ है एकाउन्टिङ फर रिसिभेबलको
ओके, थ्याङ्क यू सर। ल, सबैलाई मेरो नमस्कार। म चाहिँ पुरन बाबु नकर्बी। इभिनिङ, गुड इभिनिङ। म चाहिँ पुरन बाबु नकर्बी। म चाहिँ अहिले चाहिँ खास गरी आयल निगममा चाहिँ लेखा आगतिकृत छु र मास्टर एमबिए पनि गर्दैछु र क्लासहरू चाहिँ फिजिकल क्लासहरू चाहिँ ल्याइरहेको थिएँ। अनलाइन क्लास चाहिँ यो सेकेन्ड थर्ड चोटि हो र आज चाहिँ हामीले एकाउन्टिङ सेकेन्ड च्याप्टर पढ्न गइरहेको छौँ, एकाउन्टिङ फर रिसिभेबल होइन। यसको लागि मैले स्क्रिन सेयर गरिरहेको छु। यसमा चाहिँ अब एकाउन्टिङ फर रिसिभेबल भनेपछि पहिले सुरु हजुरले के बुझ्नुहुन्छ? रिसिभेबल भन्ने बित्तिकै रिसिभ गर्ने कुनै पनि चिज क्रेडिटमा गएको छ भनेपछि त्यसलाई रिसिभ गर्ने भनेर बुझिरहेको छौँ हामीले। म स्क्रिन सेयर गर्छु। कतिजना छ पहिले हामी? स्क्रिन सेयर भयो? यसमा कुनै पनि प्रब्लम भएपछि ट्याक्कै सोधिहाल्नु है। कन्सेप्ट वाइज चाहिँ हामी क्लियर भएर जान्छ भन। कन्सेप्टमा कुनै पनि कम्प्रोमाइज हुँदैन, कुनै पनि कन्फ्युजन आउने बित्तिकै चाहिँ स्टप गरेर सोधिहाल्नु। म केही भनिसकेपछि कन्फ्युज भएपछि सोधिहाल्नु है। ल, स्क्रिन सेयर भएको छ? फर्स्टमा चाहिँ हामी एकाउन्ट रिसिभेबल भनेको के हो भनेर बुझ्छौँ भन। एकाउन्ट रिसिभेबल भनेको हजुर हजुर हुन्छ। म बेसिक कन्सेप्ट देखि जान्छु। बुझेन भनेपछि रिपिट गरौँला। सबै म्यानेजमेन्टदेखि हुन्छ कि साइन्सबाट हुन्छ? ल, ठिकै छ, पनि भएन। हामी जति प्रब्लम हुन्छ त्यति नै चाहिँ हामी हल्का स्टप गरेर होल्ड गरेर कन्सेप्ट क्लियर गरेर बरु हल्का टाइम लगाएर केही पनि भएन। कन्सेप्ट चाहिँ हामी क्लियर जान्छौँ है। हाम्रो सेकेन्ड च्याप्टर छ एकाउन्टिङ फर रिसिभेबल होइन। अब रिसिभेबल भन्ने बित्तिकै हामीले के बुझ्छौँ भनेपछि रिसिभेबल इज अ कम्पनी क्लेम फर मनी, गुड अर सर्भिस। कुनै पनि कम्पनीले हामीले गुड सर्भिसहरू बेच्यौँ भनेपछि हामीले पाउनु पर्ने चिजलाई चाहिँ के भन्छ? एकाउन्ट रिसिभेबल भन्छ है। एकाउन्ट रिसिभेबल हामीले अब ब्यालेन्स सिटको के देखाउँछ? मनी ड्यूमा देखाउँछौँ। एकाउन्ट रिसिभेबल इज एन आइटम अफ अ कम्पनी ब्यालेन्स सिट द्याट रिप्रेजेन्ट मनी ड्यू टु द कम्पनी फर प्रोडक्ट अर सर्भिस इट अलरेडी डिलिभर। हामीले कुनै पनि सामानहरू जस्तै अब कम्पनीहरूमा डिलिभर गर्यो भने वा कम्पनी होस् या कुनै पनि सर्भिस सेक्टर होस्, हामीले डिलिभर गरेपछि जुन सामान हामीले दिएपछि हामीले मनी ड्यू हुन्छ नि, पैसा पाउनु पर्ने, त्यो चाहिँ एकाउन्ट रिसिभेबल भनेर भन्छौँ है। एकाउन्ट रिसिभेबललाई चाहिँ हामीले ब्यालेन्स सिटको कहाँ देखाउँछौँ? एकाउन्ट रिसिभेबलको एसिस्टमा देखाउँछौँ है, सम्पत्तिमा। किन भनेपछि एकाउन्ट रिसिभेबल भनेपछि हाम्रो सम्पत्ति हो, पाउनु पर्ने सम्पत्ति। हामीले कुनै पनि सामान बेचिसक्यौँ तर पैसा पाएको छैनौँ भनेपछि फ्युचरमा हामीले अभियसली पाउँछौँ पाउँदैनौँ। त्यसैले एकाउन्ट रिसिभेबल हामीले केसमा राख्छौँ? एसिस्टमा, सम्पत्तिमा, ब्यालेन्स सिटको है। अनि द अपोजिट अफ एकाउन्ट रिसिभेबल इज एकाउन्ट स्क्रिन होइन, मैले स्क्रिनै सेयर गरेको छु, आएको छैन अरूकोमा? स्क्रिन सेयर भएको छैन?
छु रेकर्ड चाहिँ म गरेको छु नभए मैले स्लाइड पठाइदिए ग्रुपमा चाहिँ मेरोमा देखाइरहेको छ अहिले देखेको छैन नेटवर्क त ढुन्ने आज स्लो चलिरहेको छ अहिले चलिरहेको छ देखाएको छैन सेयर भएको छ अरे हजुरले देखेको आएको छैन स्क्रिन सेयरै छ म एकचोटि लिभ भएर फेरि जोइन हुन्छु है हेलो म चाहिँ अहिले एकैछिन त्योदेखि सेयर गरिदिन्छु मोबाइलदेखि ल्यापटप नेटै चलिरहेको छैन आज अहिले त सेयर भयो होला होइन एकाउन्ट रिसिभेबलको कुरा गरेको थिएँ मैले एकाउन्ट रिसिभेबल भनेपछि के बुझ्नुभयो हजुरहरूले सिम्पल ल्याङ्ग्वेजमा भन्नुपर्दाखेरि एकाउन्ट रिसिभेबल भनेको हामीले कुनै पनि सामानहरू गुड्स सर्भिसहरू हामीले सोल्ड आउट गरेपछि बेच्यौँपछि क्यासमा बेच्यौँ भनेपछि हाम्रो क्यासै हुने भयो यदि उधारोमा क्रेडिटमा बेचेको छौँ भनेपछि हाम्रो मनी ड्यू छ भनेपछि हामीले त्यसलाई के भन्छौँ एकाउन्ट रिसिभेबल भन्छौँ एकाउन्ट रिसिभेबललाई हामीले ब्यालेन्स सिटको एसेट साइडमा राख्छौँ किन भनेपछि त्यो सम्पत्ति हो हामीले कुनै पनि सामान बेचिसकेपछि आउनुपर्ने चिज चाहिँ क्यास हो तर अब बाँकी छ भनेपछि पछि फ्युचरमा पनि हामीले पाउन सक्ने भएर त्यसलाई केसमा राख्छौँ ब्यालेन्स सिटको एसेट्सको सम्पत्तिमा राख्छौँ होइन त्यसै गरेर एकाउन्ट रिसिभेबल हामीले पाउनुपर्ने भयो भने एकाउन्ट रिसिभेबल भन्छौँ र अब उधारोमा हामीले केही चिज दिनपर्ने छ भने चाहिँ हामीले ठ्याक्कै त्यसको अपोजिटलाई के भन्छौँ एकाउन्ट पेएबल सुनिराख्नु भएको छ एकाउन्ट रिसिभेबलको भनेको यहाँसम्म बुझ्नुभयो त्यसपछि हामीले ल सपोज है अब मैले एकाउन्ट रिसिभेबल भनेपछि हामीले क्रेडिट सेल्स भनेर हेर्छौँ भनिरहेको छु होइन क्रेडिट सेल्स हो एकाउन्ट रिसिभेबल क्रेडिट सेल्स हुने बित्तिकै एकाउन्ट रिसिभेबल हुन्छ क्यासमा सेल भएपछि हाम्रो के हुन्छ भनेपछि क्यास हुने भयो होइन जस्तो गरेर एउटा इक्जाम्पल राख्दैछु मैले एज्युम द्याट द मर्केन्टाइज इज सोल्ड अन एकाउन्ट फर 20,000 हामीले कुनै पनि सामान एकाउन्टमा यदि हामीले क्रेडिटमा बेच्यौँ भनेपछि त्यसको क्रेडिट सेल्सको जर्नल इन्ट्रिज के हुन्छ
सरी अन एकाउन्ट भनेको चाहिँ अन क्याश भन्नु हो हजुर अन एकाउन्ट भनेको चाहिँ क्याशमा बेच्यो भन्नु अन एकाउन्ट भनेको तपाईँको क्रेडिटमा बेचेको भनेको अन एकाउन्ट अन क्रेडिट भन्छ हैन यदि हामीले एज द मार्केट सोल्ड अन क्याश क्याशमा भनेपछि हामीले क्याशै भन्ने तोकेको हुन्छ हैन यसमा चाहिँ अहिले के भनेपछि अन एकाउन्ट भनेपछि हामीले के बुझ्यौं क्रेडिटमा बेच्यौं अब हाम्रो के हो यसको क्रेडिट सेल्सको अब जर्नल इन्ट्रिज के भनेको एकाउन्ट रिसिभेबल टु सेल्स रेभेन्यू हामीले सामान बेच्यौं हैन हाम्रो सामान बेचेपछि सेल्समा गयो र अब हामीले यसलाई क्रेडिटमा बेच्या भएर हामीले के गर्यौं एकाउन्ट रिसिभेबल गर्यौं है यदि हामीले यहीलाई अब क्याशमा बेचेको भएपछि हाम्रो के हुन्थ्यो क्याश टु सेल्स रेभेन्यू यहाँ मैले 20000 माथि लेखेको छु तर 10000 भएछ 20000 है यदि हामीले यसलाई अब जस्तै एज्युम दैट द मार्केट इज सोल्ड अन क्याश फर 20000 भनेपछि हाम्रो जर्नल इन्ट्रिज के हुन्थ्यो क्याश टु सेल्स रेभेन्यू हुन्थ्यो है अब जस्तै अब आइडेन्टिफाई अब एकाउन्ट रिसिभेबल अब एकाउन्ट रिसिभेबल हामीले कसरी चिन्ने अब एकाउन्ट रिसिभेबलको क्वेशनले त एकाउन्ट रिसिभेबल यो हो भनेको त गिवन हुँदैन है अब फर्स्टमा चाहिँ के भनेको छ भनेपछि एकाउन्ट रिसिभेबल अराइज व्हेन गुड अर सर्भिस आर सोल्ड अन क्रेडिट हामीले कुनै पनि सामान उधारोमा बेच्यौं भनेपछि के देख्छौं हामीले एकाउन्ट रिसिभेबल भनेर थाहा पाउँछौं कुनै पनि सामान गुड सर्भिस कुनै पनि प्रोडक्सनहरु हामीले क्रेडिटमा बेच्यौं भनेपछि एकाउन्ट रिसिभेबल भनेर थाहा पाउँछौं सर्भिस अर्गनाइजेसन रेकर्ड एकाउन्ट रिसिभेबल व्हेन दे आर प्रोवाइड सर्भिस टु कस्टमर एकाउन्ट अब सर्भिस कम्पनीहरुले सर्भिस दिएको बापत के गर्छन् एकाउन्ट रिसिभेबल पाउँछन् त्यही भएर सर्भिस लेख्छन् त्यस्तै गरेर मर्कन्डाइज सेलर रेकर्ड एकाउन्ट रिसिभेबल एट द टाइम अफ द सेल अफ गुड अर एकाउन्ट भनेपछि कुनै पनि म्यानुफ्याक्चरिङ कम्पनीहरुले गुड्सहरु सोल्ड गरेर पाउनु पर्ने चीजलाई हामीले के गर्छौं एकाउन्ट रिसिभेबल भनेर राख्छौं है अनि सेल्स अन एकाउन्ट इन्क्रिज बोथ द एकाउन्ट रिसिभेबल एन्ड सेल्स रेभेन्यू अब के भनेपछि हामीले अब हामीले कुनै पनि सामान क्रेडिटमा बेच्यौं भनेपछि एकाउन्ट रिसिभेबल पनि बढ्ने भयो सेल्स रेभेन्यू पनि बढ्ने भयो कसरी जस्तै अब हामीले सामान बेच्यौं भनेपछि जस्तै मैले कुनै पनि बुक 10000 मा बेचे हैन 10000 मा उधारोमा बेचे मैले मानौ उधारोमा मैले बुक बेचे भने सेल्स रेभेन्यू मेरो सेल्स कति भयो 10000 भयो र एकाउन्ट रिसिभेबल पनि कति भयो मैले पाउनु पर्ने चीज पनि 10000 भयो यस्तै गरेर हाम्रो एड हुँदै जान्छ भनेपछि सेल्स पनि बढ्दै जान्छ र एकाउन्ट रिसिभेबल पाउनु पर्ने चीज उधारो पनि बढ्दै जान्छ यदि क्रेडिटमा सेल्स गर्यौं भनेपछि है त्यस्तै गरेर एकाउन्ट रिसिभेबल आर रेकर्ड बिफोर पेमेन्ट इज रिसिभ फ्रम द कस्टमर यदि हाम्रो पैसा पेड भयो भने हामीले एकाउन्ट रिसिभेबल इन्क्लुड गर्ने कि नगर्ने यदि हामीले क्याशमा ट्रान्ज्याक्सन गरिरहेका छौं भनेपछि एकाउन्ट रिसिभेबल हामीले राख्ने कि नराख्ने नराख्ने हैन कुनै पनि ट्रान्ज्याक्सनहरु हामीले क्याशमा गरेको छौं भनेपछि हामीले एकाउन्ट रिसिभेबल राख्दैनौं यदि हामीले कुनै पनि जस्तै अब मैले 20000 मा सामान बेचे हैन 20000 मा बुक बेचे 10000 मैले क्रेडिटमा दिए र 10000 मैले क्याशमा दिए भनेपछि हाम्रो के हुने भयो एकाउन्ट रिसिभेबल मैले एकाउन्ट रिसिभेबल 10000 हुने भयो डीआर मा र क्याशमा पनि बेचे भनेपछि के हुने भयो क्याश पनि डीआर हुने भयो यसमा के हुन्छ हाम्रो दुईटा डीआर साइड हुने भयो हैन अनि त्यसपछि हाम्रो सेल्स रेभेन्यू कति हुने भयो 20000 यदि हामीले त्यो क्रेडिटमा पनि बेच्यौं वा क्याशमा पनि बेच्यौं भनेपछि है आइडेन्टिफाई एकाउन्ट रिसिभेबल हामीले कसरी चिन्छौं रे एकाउन्ट रिसिभेबल पहिले सुरु हाम्रो क्रेडिटै हो मानौ हामीले क्रेडिटमा दिएको छौं भनेपछि एकाउन्ट रिसिभेबल हो यसमा कुनै डाउट छ यो प्वाइन्टहरुसम्म कुनै कन्फ्युज छैन हैन त्यसपछि हामीले एकाउन्ट रिसिभेबलको अर्को एउटा टर्म छ हैन यो टर्म म्याक्सिमम युज भएको टर्म हो हैन म्याक्सिमम युज भइराख्छ यो टर्म चाहिँ हैन यो टर्ममा चाहिँ हजुरले के बुझ्नुहुन्छ 2/15 नेट 45 भनेपछि 2%
2% डिस्काउन्ट पाउँछ कि 15 डेज भित्रमा चाहिँ पे गरे भने नत्र चाहिँ 45 ठिक छ हैन यदि 45 डेज भित्र पुरै क्लियर गर्नुपर्छ त्यही देयर इज नो डिस्काउन्ट यदि 45 यदि हामीले 15 डेज भित्र हामीले कुनै पनि सामान बाइ गरेर त्यसको 15 डेज भित्र हामीले पे गर्न सक्यौं भने हामीलाई 2% डिस्काउन्ट मिल्ने भयो त्यसपछि 45 डेज सम्म चाहिँ तिर्नै पर्यो पाउँदैन त्यसपछि अरु फर्दर कम्पनीको टर्म्स रुल्स एन्ड रेगुलेसन अनुसार हाम्रो के हुन्छ त्यसै 45 डेज अनुसारको अरु एप्लिकेसन लाग्छ है यही भन्यो न यो टर्मले यसमा कुनै यो टर्ममा कुनै कन्फ्युजन छ कन्फ्युज भन्ने बित्तिकै अध्ययन माथि त्यसपछि हामी अब एउटा इलिस्ट्रेसन हेर्छौं है यही टर्मको हामीले इलिस्ट्रेसन अब जर्नल इन्ट्री हामीले कसरी बनाउने अब म्याक्सिमम हेर्नु भनेको यो अकाउन्ट फर रिसिभलमा हामीले के हुन्छ जर्नल इन्ट्रीज अब कस्तो क्वेशन सोध्छ म सर च्याप्टर 2 मा हाम्रो एउटा लङ क्वेशन आउँछ होला 10 मार्क्स हो एउटा लङ क्वेशन आउँछ तर च्याप्टर चाहिँ इजी छ है किन भनेपछि म भन्दिन्छु सर र कस्तो क्वेशन सोध्छ है यो च्याप्टरमा कसरी सोध्छ भनेपछि तीनटा जर्नल इन्ट्री सोध्छ एउटा हामीले सेल गरेको त्यसपछि अनि सेल गरेको अनि एउटा अनडाउटफुल अनकलेक्टेबल अमाउन्ट भन्छ जुन हामीले अब यस्तो हुन्छ है अकाउन्ट रिसिभेबलमा भनेपछि हामीले उधारोमा भयो सबै सामान उधारोमा बेचेपछि सबै सामान हामीले सबै पैसा हामीले असुल गर्न सक्छौं कलेक्सन गर्न सक्छौं सक्दैनौं है त्यसलाई के भन्छ भनेपछि ब्याड डेट एक्सपेन्सेस को हिसाबमा चाहिँ हामीले अर्को जर्नल इन्ट्री चाहिँ बनाउँछौं है बिस्तारै बिस्तारै आउँछ त्यो अनडाउटफुल ब्याड डेट एक्सपेन्सेस भन्छ अलाउन्सेस फर डाउटफुल डेट भन्छ त्यो टर्महरु बिस्तारै बिस्तारै आउँछ अहिले चाहिँ मैले यो इलिस्ट्रेसन 1 भन्दिन्छु जुन मैले माथि भने अब यसको जर्नल इन्ट्रीज अब भनेको जर्नल इन्ट्रीज चाहिँ बनाउने हो के हामीले तीनटा जर्नल इन्ट्रीज बनाउँछौं त्यसपछि एउटा दुईटा टी अकाउन्ट बनाउँछौं त्यसपछि फेरि दुईटा जर्नल इन्ट्रीज बनाउँछौं र यो सकिन्छ यो च्याप्टरको क्वेशन सोध्ने भनेको त्यही हिसाबले है अब इलिस्ट्रेसन 1 मा हेरौँ है अब के भन्यो भनेपछि सोल मर्केन्डाइज वर्थ फर आरएस 10,000 इन टर्म अफ 2/10 नेट 30 यो टर्मले के भन्यो हामीले 10,000 को सामान बेच्यौं कसरी बेच्यौं 2/10 भनेको 2% डिस्काउन्ट 10 दिनमा यदि हामीले पे गरे भनेपछि 2% डिस्काउन्ट दिने नेट 30 भनेको 30 दिन भित्र तिर्नै पर्यो भने हैन अब फर्स्टमा हामीले के गर्छौं क्रेडिट सेल्स पहिलो सुरु हाम्रो के भयो क्रेडिट सेल्स हुने बित्तिकै के हुन्छ भने अकाउन्ट रिसिभेबल क्रेडिट भयो जहाँ उधारो हुन्छ त्यहाँ अकाउन्ट रिसिभेबल हुन्छ अब हाम्रो के हुन्छ अकाउन्ट रिसिभेबल कति हुने भयो 10,000 हामीले के भन्यो पहिले सुरु 10,000 को सामान बेच्यौं उधारोमा बेच्यौं 10,000 पाउन पर्ने छ अकाउन्ट रिसिभेबल भयो के गरिम सेल्स गर्ने बित्तिकै हाम्रो के भयो सेल्स गर्ने बित्तिकै के भयो हाम्रो 10,000 सीआर भयो क्रेडिट भयो नि अब के हो टु रेकर्ड द सेल अफ के हामीले क्रेडिटमा बेच्ने बित्तिकै के हुने भयो जहिले पनि यो हुन्छ है क्रेडिटमा बेच्यौं भने जहिले पनि अकाउन्ट रिसिभेबल टु सेल यदि हामीले क्याशमा बेच्यौं भने के हुन्छ क्याश टु सेल है यदि हामीले क्याश र क्रेडिटमा बेच्यौं भने के हुन्छ अकाउन्ट रिसिभेबल डीआर क्याश डीआर र सेल सीआर है यसम्म कुनै कन्फ्युजन सोधिहाल्नु है जहाँ कन्फ्युज हुन्छ त्यतमा अड्डाइदिहाल्नु है म अगाडि जाम ल यहाँसम्म कुनै कन्फ्युजन छ भने सोध्नु है ल सेकेन्डमा हेरौँ है अब द बायर रिटर्न मर्केन्डाइज वर्थ आरएस 2,000 इमिडिएटली अब के भयो सेल्स रिटर्न गर्यो पैसा फिर्ता दियो यदि मानौ एक हिसाबले मैले 10,000 को सामान बेचेको थिएँ उले मलाई सामान चाहिदैन भनेर फिर्ता गर्यो भनेपछि के हुन्छ त्यो भनेको सेल्स रिटर्न कन्डिसन भयो अब ठ्याक्कै के हुने भयो जुन हामीले सेल्स गरेको थियौं त्यो रिटर्न पायौं भनेपछि हाम्रो डीआर के हुने भयो सेल्स रिटर्न हामीले के भयो सेल्स फिर्ता पायौं पाएको चाहिँ डीआर हुने भयो अभियसली सेल्स रिटर्न भयो र अकाउन्ट रिसिभेबल हामीले पाएको थियौं अब के भयो अकाउन्ट रिसिभेबल माइनस हुनु पर्यो हामीले जुन चीज पाउन पर्ने थियो अकाउन्ट रिसिभेबल भनेको पाउन पर्ने भयो अब हामीले दिन पर्ने भयो त्यो पैसा भनेपछि अकाउन्ट रिसिभेबल के हुने भयो सीआर भयो अब इमिडिएटली सेल्स रिटर्न हुने बित्तिकै के हुने भयो सेल्स रिटर्न टु अकाउन्ट रिसिभेबल है
सर हजुर त्यो त हामीले फेरि त्यो पैसा दिनुपर्ने छ त्यो त पेमेन्ट हुँदैन त्यो यसो हो हामीले जुन रिसिभेबल थियो नि त्यही रिसिभेबललाई फिर्ता गरिदिएको निल गरिदिएको ट्रान्जेक्सन के हुन्छ भनेपछि एकाउन्ट जस्तै एकाउन्ट रिसिभेबल र एकाउन्ट पेएबलको त छुट्टै हो नि एउटा एसेट हो एउटा लायबिलिटी हो हैन हामीले अब एसेट पाउन पर्ने चीज थियो सम्पत्ति एकाउन्ट रिसिभेबल हैन अब त्यही चीजलाई फिर्ता दिन पर्यो के अब पेएबल हामीले दिनुपर्ने चीज हैन कि हामीले पाउन पर्ने चीज पाएको छैनौं हैन पाउनु पर्ने चीज पाएको छैन यदि पाएको भएपछि हामीले एकाउन्ट पेएबल भन्नु फिर्ता दिन्दियौ अब भन्नु सुन्नुस् सपोज मैले केही एउटा सामान हजुरलाई बेचे हैन अब बेच्नु भयो हजुरले त्यो हजुरबाट मैले पैसा पाउनु थियो मैले सामान बेचे थिएँ पछि तपाईले म सामान लिदिन भनेको सामान मलाई रिटर्न दिनुभएपछि त्यो रिसिभेबल मैले त्यो पाउनु पर्ने रिसिभेबल चाहिँ क्रेडिटमा गएको हैन त क्रेडिटमा गएको अब यदि क्याशमा भएपछि हामीले एकाउन्ट पेएबल क्याशमा यस्तो भनिदिन्छु तपाईले भन्नुभयो अब मैले यही ट्रान्जेक्सन क्याशमा भयो मानौ तपाईले मलाई सामान बेच्नुभयो मैले क्याशमा दिए 10,000 दिए तपाईलाई क्याश टु सेल्स भयो जर्नल इन्ट्रिज हैन यदि मैले क्याशमा कारोबार गरेछु भनेपछि क्याश टु सेल्स हुने भयो अब मैले सामान चाहिन रिटर्न गर्दिनु भने रिटर्न गर्दिनु भनेपछि के हुन्छ तपाईको सेल्स तपाईको डीआर हुने भयो र क्याश के हुने भयो मलाई पैसा फिर्ता हुने भयो हो कि हैन अब एकाउन्ट रिसिभेबल पनि त्यही मैले उधारोमा सामान ल्याथे अनि उधारोमा चाहिँ के गर्दिनु भयो तपाईले पैसा चाहिँ दिएको छैन भनेपछि तपाईले अनि कसरी पेएबल गर्नुहुन्छ गर्नु न नि एसेट हो तपाई एकाउन्ट रिसिभेबल सीआर साइड लगाएर घटाउनु हुन्छ है अब थर्ड मा जाम है assume that the settlement is not made within the specific period the charge interest rate 1.5% monthly यदि हामीले के भन्यो भने सेटलमेन्ट हाम्रो इन्ट्रेस्ट ड्यू हुन्छ नि अब पैसा त हाम्रो टाइममा दिएपछि इन्ट्रेस्ट लाग्छ लाग्दैन यदि टाइममा हामीले पेमेन्ट गर्न सकेनौं भने के हुन्छ इन्ट्रेस्ट हाम्रो के हुन्छ एड हुँदै जान्छ यही त भनेको छ हैन अब assume that the settlement is not made within the specific period charge interest at the rate 1.5% per month यदि 1 महिनासम्म दिएन भनेपछि हाम्रो के हुने भयो 1.5% चार्ज भयो न अब फर्स्ट क्वेशनले के भनेको थियो हामीले 10,000 को सामान किनेका थियौं एकाउन्ट रिसिभेबल टु सेल्स भयो सेकेन्ड क्वेशनले के भन्यो 2000 फिर्ता दियौं अब हाम्रो कति भयो 8000 एकाउन्ट रिसिभेबल बाँकी छ कि छैन कति हजार बाँकी छ एकाउन्ट रिसिभेबल फर्स्ट क्वेशनले हामीले के भन्यौं 10000 को सामान बेच्यौं क्रेडिटमा एकाउन्ट रिसिभेबल टु सेल्स भयो सेकेन्ड क्वेशनले के भन्यो सेल्स रिटर्न गर्यो 2000 लाई 10000 को सामान लगेको थियो 2000 को रिटर्न गर्यो सेल्स रिटर्न टु एकाउन्ट रिसिभेबल भयो रिटर्न गरेपछि थर्ड क्वेशनमा के भन्यो अब इन्ट्रेस्ट लायो 1.5% पर मन्थ चार्ज गर्यो भनेपछि हामीले कति थाउजन्ड को कति हजार को हामीले इन्ट्रेस्ट काट्छौं 8000 को गर्न पर्यो पनि 10000 को सामान ल्याथे 2000 रिटर्न भयो भनेपछि 8000 के गर्छौं इन्ट्रेस्ट काट्छौं 8000 को 1.5% गर्दाखेरि 120 भयो है अब यसमा पनि इन्ट्रेस्ट रिभेन्यू क्याशमा भएको छैन भनेपछि एकाउन्ट रिसिभेबल लेखे पनि हुन्छ कतै ठाउँ इन्ट्रेस्ट रिसिभेबल पनि लेखिन्छ है अहिले चाहिँ मैले बुझ्नको लागि एकाउन्ट रिसिभेबल लेख्दै कही ठाउँ इन्ट्रेस्ट रिसिभेबल भनेको इन्ट्रेस्ट देखि पाउनु पर्ने चीज भएर इन्ट्रेस्ट रिसिभेबल हुन्छ क्याशमा भाषी क्याश टु इन्ट्रेस्ट रिभेन्यू हुने भयो जे चीज हाम्रो पाउनु पर्ने छ डीआर साइड एसएस सम्पत्तितिर भयो अब हामीले 120 रुपैयाँ के भयो इन्ट्रेस्ट पाउन पर्छ त्यही भएर एकाउन्ट रिसिभेबल टु इन्ट्रेस्ट रिभेन्यू 120 कसरी आयो 8000 को 1.5% गर्दाखेरि 120 आयो मन्थली भने चाहिँ पर मन्थ भनेर माथि क्वेशनले भनेको छ यदि पर एनम भनेपछि के हो थियो हामीले डिवाइडेड बाइ 12 गर्थ्यौं है यो कहिले पनि या कहिले पर मन्थ दिएको हुन्छ कहिले सेमी एनुअली दिएको हुन्छ कहिले इयरली दिएको हुन्छ यसमा चाहिँ यो चाहिँ ख्याल गर्नुपर्छ है यहाँसम्म कुनै कन्फ्युजन यहाँसम्म कुनै डाउट छ भनेपछि म एकचोटी रिभिजन गर्दिम कि अगाडि बढौं ल म सर र भन्दै म सर र अगाडिदेखि म के भने म ठ्याक्कै भनिदिन्छु है फर्स्टमा चाहिँ एकाउन्ट रिसिभेबल भने हैन एकाउन्ट रिसिभेबल भनेको कुनै पनि
हामीले जस्तै कम्पनीको हिसाब कुनै पनि हामी के हुन्छ म्यानुफ्याक्चरिङ कम्पनी हुन्छ सर्भिस कम्पनी हुन्छ कम्पनी खास म्यानुफ्याक्चरिङ र सर्भिस हुन्छ हैन कहिले म्यानुफ्याक्चरिङले सामानहरू बेच्यो यसले उधारोमा बेच्यो क्रेडिट टर्म आउने बित्तिकै एकाउन्ट रिसिभेबल हुन्छ है जब क्रेडिट टर्म आउँछ एकाउन्ट रिसिभेबल हुन्छ उधारोमा बेच्ने बित्तिकै म्यानुफ्याक्चरिङ कम्पनीले गुडहरू बेच्छ र सर्भिस कम्पनीहरूले के बेच्छ भने सर्भिसहरू बेच्छ यदि क्याशमा बेचेको छौं भनेपछि हामीले क्याशै लेख्छौं यदि हामीले उधारोमा ड्यूमा बेच्यौं भनेपछि हाम्रो के हुन्छ एकाउन्ट रिसिभेबल अराइज हुन्छ एकाउन्ट रिसिभेबल हामीले कहाँ लेख्छौं एसेसमा लेख्छौं सम्पत्तिमा किन लेख्छौं किन भनेपछि एकाउन्ट रिसिभेबल भनेपछि हामीले फ्युचरमा त स्योर पाउँछौं हैन पाउन पर्ने चीज हो त्यही भएर एकाउन्ट रिसिभेबल हामीले के लेख्छौं ब्यालेन्स शीटको कहाँ लेख्छौं एसेस साइडतिर लेख्छौं हैन अब एकाउन्ट रिसिभेबल पाउन पर्ने चीजलाई एकाउन्ट रिसिभेबल लेख्छौं भनेपछि अपोजिट यसको के हुन्छ एकाउन्ट पेएबल भनेपछि मैले कुनै सामान किने कम्पनीदेखि अब मैले दिन पर्ने भयो भने के हुन्छ एकाउन्ट पेएबल भनेर एकाउन्ट पेएबल लेख्छौं है एकाउन्ट रिसिभेबलको सेकेन्डमा चाहिँ अब त्यो थियो जर्नल इन्ट्री हामीले कुनै पनि सामान उधारोमा बेच्यौं भने जर्नल इन्ट्री के हुन्छ रे उधारोमा बेच्ने बित्तिकै जर्नल इन्ट्री के हुन्छ रे रिसिभेबल टु सेल्स रेभेन्यू भयो यदि हामीले क्याशमा बेचेको भएपछि के हुन्थ्यो जर्नल इन्ट्री क्याश टु सेल्स रेभेन्यू यदि हामीले बोथ उधारोमा पनि बेच्यौं र क्याशमा पनि बेच्यौं भनेपछि के हुन्थ्यो रे सेल्स रेभेन्यू क्याश एकाउन्ट डिआर एकाउन्ट रिसिभेबल डिआर टु सेल्स रेभेन्यू यदि बोथ कन्डिसन आयो भने क्याश र एकाउन्ट रिसिभेबल बेच्यौं भने है र अब हामीले के थर्डमा के गरेथ्यौं भनेपछि आइडेन्टिफाइङ द एकाउन्ट रिसिभेबल हामीले एकाउन्ट रिसिभेबल चाहिँ हामीले कसरी पत्ता लगाउने कसरी थाहा हुन्छ एकाउन्ट रिसिभेबल भन्ने बित्तिकै हामीले कसरी थाहा पाउँछौं भने एकाउन्ट रिसिभेबल यो हो कि हैन भनेर क्रेडिटमा अन एकाउन्टमा क्रेडिटमा बेच्ने बित्तिकै एकाउन्ट रिसिभेबल भइहाल्छ है त्यसपछि हामीले टर्म 2/15 को कुरा गरेथ्यौं यसले के भन्यो यो टर्मले के भन्यो 45 दिनको डेट हो त्यसको 15 दिन भित्रमा पे गरे भने 2% डिस्काउन्ट भने फुल पेमेन्ट गर्नुपर्छ फुल पेमेन्ट गर्नुपर्छ त्यसपछि 45 डेज भित्र दियो भने डिस्काउन्ट केही पनि हुँदैन यदि फर्दर 45 डेज भन्दा पछाडी गयो भने कम्पनीको रुल्स एन्ड रेगुलेसन अनुसार के गर्छ भनेपछि अरु इन्ट्रेस्ट चार्ज गर्छ है यो यदि हामीले 15 दिन भित्र तिर्यौं भनेपछि 2% डिस्काउन्ट अनि 45 दिन भित्र तिर्यौं भनेपछि डिस्काउन्ट केही पनि मिल्दैन जति अमाउन्ट हो त्यति हुन्छ यदि फर्दर 45 दिन भन्दा पछि गएपछि के हुन्छ कम्पनीको रुल्स एन्ड रेगुलेसन अनुसार चार्जहरु काट्छ है तिनीहरुको कम्युनिकेसन अनुसार नेगोसिएसन अनुसार चाहिँ त्यो ट्याक्सहरु चार्जहरु कुनै पनि इन्ट्रेस्टहरु काट्ने काम गर्छ है अनि इलस्ट्रेसन हेर्यौं एउटा हामीले फर्स्ट इलस्ट्रेसन के थियो भनेपछि कुनै पनि सामान बेच्यौं सामान बेच्ने बित्तिकै यो चाहिन्छ यो जर्नल इन्ट्री चाहिँ ठ्याक्कै आउँछ है एकाउन्ट रिसिभेबल टु सेल्स भनेर है अनि सेकेन्डमा के भयो द बायर रिटर्न वर्कर अब सामान फिर्ता दिएपछि के भन्ने भयो सेल्स रिटर्न टु एकाउन्ट रिसिभेबल 10000 को सामान किनेको थियो 2000 सामान फिर्ता भयो सेल्स रिटर्न टु एकाउन्ट रिसिभेबल सी मा के भन्यो भनेपछि हाम्रो सेटलमेन्ट हामीले तिर्न सकेन त्यही भएर 1.5% पर मन्थ के गर्यो इन्ट्रेस्ट के गर्यो चार्ज गर्यो इन्ट्रेस्ट चार्ज गरेपछि के भयो एकाउन्ट रिसिभेबल टु इन्ट्रेस्ट रेभेन्यू अब कति हजार को 10000 को सामान बेचेको थियो 2000 फिर्ता भयो भने हाम्रो कति रिमेनिङ भयो 8000 को 1.5% गर्दाखेरि 120 भयो हैन त्यसपछि हाम्रो यहाँसम्म भयो हैन अब नेक्स्ट स्लाइडमा गए म यहाँसम्म कुनै कन्फ्युजनहरु यहाँसम्म कुनै कन्फ्युजन छ छैन हैन अब भ्यालुएसन अफ एकाउन्ट रिसिभेबल है अब एकाउन्ट रिसिभेबल हामीले कसरी अब सोम सेल्स अन एकाउन्ट मे नट बी कलेक्ट ड्यू टु कस्टमर इस्यु अब सबै पहिले सुझै भनिसके सबै एकाउन्ट रिसिभेबल कलेक्ट हुन्छ भनेर हामी स्योर हुन सक्दैनौं
हैन सबै एकाउन्ट रिसिभेबल हाम्रो कलेक्ट हुन्छ भनेर हामी जस्तै अब मैले सामान 10,000 को सामान उधारमा बेचे मेरो 10,000 चाहिँ स्योरी कलेक्ट हुन्छ भनेर चाहिँ बस्न सक्दैन म अनकलेक्टेबल एमाउन्ट आर कल ब्याड डेट एक्सपेन्सेस अर अनकलेक्टेबल जुन हाम्रो अब मानौ मैले 10,000 को सामान बेच्दाखेरि पर्सेन्टमा हुन्छ 2% जति 10% जति अनकलेक्टेबल होला भन्ने शंका हुन्छ नि त्यस्तोलाई के भन्छ भने ब्याड डेट एक्सपेन्सेस वा अनकलेक्टेबल एमाउन्ट भन्छ है अब कुनै पनि सामान बेच्यौं भनेपछि रिजन त थुप्रै हुने भयो एकचोटी कम्पनीको हिसाबले सोच्नु त यदि कम्पनीको हिसाबले कस्टमरको हिसाबले सोच्नु मैले 10,000 को सामान ल्याएर मैले 10,000 टाइममा दिन सक्छु वा सक्दैन कुन रिजन हुन सक्ला पेमेन्ट गर्न सक्ने नसक्ने कुनै पनि कम्पनीले अर्को कम्पनीलाई सामान लिएपछि मैले भन्न खोजेको जस्तै मैले तपाईसँग उधारो मागे हैन मैले उधारो मागे मैले तपाईलाई 10,000 दिन बाँकी छ अब भनेपछि मेरो कुन रिजनले गर्दाखेरि मसँग त क्याश छ भने चाहिँ दिइहाल्ने भए यदि क्याश छैन भनेपछि अब जस्तै अब ब्याङ्क्रप्ट अफ द कस्टमर भनेपछि मसँग क्याशै छैन भनेपछि म तपाईलाई कसरी क्याश दिन्छु सक्दैन नि अब डिफ्रेन्ट रिजन हुन्छ त मैले पैसा नदिन तपाईलाई डिफ्रेन्ट रिजन हुन्छ त्यो रिजन चाहिँ अब खुलाएको हुन्न तर सबै पैसा कलेक्सन हुन्छ भनेर बिजनेसमा हुँदैन नि एकाउन्ट रिसिभेबल त्यही भएर सर्टेन पर्सेन्ट जुन एकाउन्ट रिसिभेबलको हुन्छ सर्टेन पर्सेन्ट ब्याड डेट एक्सपेन्सेसमा राख्छ हामीले यो च्याप्टरभरि हेर्ने त्यही हो अब पहिले सुरु हामीले के गर्छौं उधारोमा बेच्छौं अनि त्यसपछि के गर्छ थोरै पैसा कलेक्सन गर्छौं र अनि बाँकी ब्याड डेट एक्सपेन्सेस हुन्छ अनि त्यो ब्याड डेट एक्सपेन्सेस चाहिँ सबै पैसा कलेक्सन हुन सक्छ सक्दैन त्यही भएर ब्याड डेट एक्सपेन्सेस हुन्छ भनेर भन्छ त्यो ब्याड डेट एक्सपेन्सेस हुनुको रिजन पनि थुप्रै आफ्नो कम्पनीको कुनैको ब्याङ्क्रप्टको कारण होला कुनैको डिफ्रेन्ट रिजन होला त्यो रिजनहरु चाहिँ हामी त्यस्तै डिटेलली चाहिँ जान पर्दैन है जस्तै बिजनेस मस्ट ह्याभ एकाउन्टिङ प्रोसेस टु मेजर रिपोर्ट अनकलेक्टेड रिसिभेबल सर्टेन पर्सेन्ट अफ रिसिभेबल इज युजुअली एक्सपेक्टेड टु अनकलेक्टेबल रिगार्डनेस अफ क्रेडिट पोलिसी अब एकाउन्ट रिसिभेबलको यति पर्सेन्ट चाहिँ हाम्रो के हुन्छ भनेपछि अनकलेक्टेबल ब्याड डेट हुन सक्छ भनेर पहिले चाहिँ एज्युम गरेको हुन्छ है कम्पनी कुनै पनि कम्पनीले एकाउन्ट रिसिभेबलमा सेल गर्यो भनेपछि क्रेडिटमा सेल गरेपछि के गर्छ त्यसले पहिले एज्युम गरेको हुन्छ कि यति पर्सेन्ट जति मेरो ब्याड डेट हुन सक्छ है अनकलेक्टेबल रिसिभेबल हुन सक्छ है भन्ने पहिले चाहिँ एज्युम गरेको हुन्छ है अब यहाँसम्म कुनै यो स्लाइड भने बुझ्नु भने भ्यालुएसन अफ एकाउन्ट रिसिभेबलको अब हामी जान्छौं मेथड अफ एकाउन्ट फर अनकलेक्टेबल एमाउन्ट अब अनकलेक्टेबल एमाउन्टलाई चाहिँ अब हामीले कसरी कलेक्सन गर्ने भन्ने मेथड अफ एकाउन्ट फर अनकलेक्टेबल एकाउन्टलाई कसरी देखाउने कलेक्सन भनेको कस्तो भनेपछि अब सबै एमाउन्ट चाहिँ कलेक्सन गर्न सक्दैनौं यो कुनै पनि कम्पनीले सबै एमाउन्ट एकैचोटी कलेक्सन गर्न सक्दैन टर्म कुनै पनि पेमेन्टहरु मन्थली पेमेन्ट इयरली पेमेन्ट हिसाबले चाहिँ कलेक्सन गर्छ त्यहीमा पनि सबै एमाउन्ट चाहिँ स्योर कलेक्सन हुन्छ भनेर चाहिँ कतै पनि थाहा हुँदैन किनभनेपछि एकाउन्ट रिसिभेबल लेख्दाखेरि अब सबैले एकाउन्ट रिसिभेबल सबै पैसा दिन्छ भनेर स्योर चाहिँ हुँदैन त्यही भएर ब्याड डेट एक्सपेन्सेस भनेर पहिले चाहिँ कम्पनीले एज्युम गरेको हुन्छ कि मेरो कम्पनी एकाउन्ट रिसिभेबलको यति % ब्याड डेट हुन सक्छ भनेर है अब मेथड अफ एकाउन्ट फर अनकलेक्टेबल एकाउन्ट भन्छ अनकलेक्टेबल एमाउन्ट आर एस्टिमेट युजिङ अ भेरियस मेथड एस्टिमेट आर बेस्ड अन द कम्पनी पास्ट एक्सपिरियन्स अब कम्पनीको पास्ट एक्सपिरियन्सहरु अनुसार अब यो चाहिँ सिम्पल टर्म भइहाल्यो क्याल्कुलेसनको टर्म तल छ यो चाहिँ सिम्पल भनेपछि अब थ्योरिटिकल रिजन के हुन सक्छ भन्ने जस्तै कम्पनीको पास्ट एक्सपिरियन्स अनुसार भयो कम्पनीको इकोनोमिकल कन्डिसन अनुसार अब इकोनोमिक्स राम्रो छ भनेपछि पेमेन्ट गर्ला अहिले डेली पेमेन्ट गरिरहेको छ मन्थली पेमेन्ट गरिरहेको छ भनेपछि एकाउन्ट रिसिभेबल पाउला नभए ब्याड डेट एक्सपेन्सेस जाला भन्न खोजेको अर्को कम्पनी जुन हामीले एकाउन्ट रिसिभेबल पाउन पर्ने कम्पनीको हुन्छ नि त्यसको पास्ट एक्सपिरियन्स त्यसको पास्ट डाटाहरु त्यसको पास्ट सेल्सहरु कस्तो छ त्यो हेरेर पनि हामीले ब्याड डेट यो कम्पनीदेखि चाहिँ हामीले एकाउन्ट रिसिभेबल सबै कलेक्सन गर्न सक्छौं है भनेर हेर्न सक्छौं सक्दैनौं अनि त्यसको इकोनोमिक कन्डिसन अनुसार अब त्यसले अब प्रॉफिट गरेको छ भने चाहिँ स्योरली एकाउन्ट रिसिभेबल देला क्याश देला नभए के हुन सक्छ ब्याड डेट हुन सक्छ
अब करेन्ट पेमेन्ट ट्रेन भने त्यसले अब मन्थली दिन पर्ने इन्स्टलमेन्ट टाइममा दिएको छ भनेपछि त्यो पनि अब हामीले हेर्न सक्छौँ। वा दिएको छैन भनेपछि त्यही अनुसार हामीले ब्याड डेब्ट यो अब यो अनकलेक्टेबल हुन्छ, अब यसको यति पैसा हामीले कलेक्सन गर्न सक्छौँ, अब यति पैसा कलेक्सन गर्न सक्दैनौँ है भनेर हामीले इस्टिमेट गर्न सक्दैनौँ। सकिन्छ हैन। त्यसै गरेर सेल्स बेस इस्टिमेसन अर्को के छ, हामीले सेल्स बेस इस्टिमेसन माथिको चाहिँ हाम्रो एनालाइटिकल पार्ट भइहाल्यो है। यो इस्टिमेसन आर बेस्ड अन भन्ने माथिको चाहिँ एनालाइटिकल पार्ट भयो, कम्पनीको एक्सपिरियन्स अनुसार, इकोनोमिक कन्डिसन अनुसार। सेकेन्ड छ भने सेल बेस इस्टिमेसन, यदि हामीले टोटल सेल्सको क्रेडिट कति पर्सेन्ट छ त्यसमा ठ्याक्कै भनेको हुन्छ, के भने हुन्छ नि 2% अफ क्रेडिट सेल्स आर अनएकाउन्टेबल एमाउन्ट भनेर भनेको हुन्छ है क्वेसनमा। 3% अफ क्रेडिट सेल्स आर अनकाउन्टेबल। क्रेडिट सेल्स भनेको के रे? क्रेडिट सेल्स भनेको उधारोमा बेच्यौँ भनेपछि एकाउन्ट रिसिभेबल टु सेल्स रिभेन्यू भयो, उधारोमा बेचेको सामान हैन। त्यस्तै गरेर रिसिभेबल बेस इस्टिमेसन भनेको हामीले दुईटा, यसमा चाहिँ दुईटा तरिकाले हिसाब गर्छौँ है। माथिको चाहिँ फर्स्टको चाहिँ एनालाइटिकल पार्ट भयो, सेल्स एउटा क्रेडिट सेल्सको गर्छौँ, र अर्को रिसिभेबलको पार्ट भनेको इन्डिङ रिसिभेबल हेरेर हामीले अब के गर्छौँ भनेपछि एज्युम गर्छौँ कि यसको यति पर्सेन्ट हाम्रो अनकलेक्टेबल हुनसक्छ भनेर एज्युम हुन्छ। पर्सेन्टेज क्वेसनले गिभन भएको हुन्छ, 5% अफ एकाउन्टिङ रिसिभेबल विल बी अनकलेक्टेबल एमाउन्ट भनेर क्वेसनले चाहिँ गिभन हुन्छ है। अब नि इफ द एस्टिमेसन अनकलेक्टेबल अमाउन्ट इज मोर देन द एक्जिस्टिङ ब्यालेन्स इन द एलाउन्सेस फर डाउटफुल डेट, द एक्सेस अमाउन्ट इज बी डेबिटेड फर ब्याड डेट एक्सपेन्सेस एन्ड द क्रेडिट। अब हामीले यसको के गर्छौँ भनेपछि कसरी देखाउँछ भनेपछि ब्याड डेट एक्सपेन्सेस टु एलाउन्सेस फर डाउटफुल एकाउन्ट। अघिसम्म हामीले के टर्म युज गरेका थियौँ, एकाउन्ट रिसिभेबल टु सेल्स रिभेन्यू वा क्यास टु सेल्स रिभेन्यू और सेल्स रिटर्न एउटा आएको थियो हाम्रो। अब हाम्रो एलाउन्सेस फर डाउटफुल डेट अनकलेक्टेबल एमाउन्टमा के हुन्छ, ब्याड डेट एक्सपेन्सेस। ब्याड डेट एक्सपेन्स भनेको खर्च, कस्तो खर्च जुन हामीले कलेक्सन गर्न सक्दैनौँ त्यस्तो खर्चलाई के भन्छ, ब्याड डेट एक्सपेन्सेस। र एलाउन्सेस फर डाउटफुल डेट वा प्रोभिजन फर डाउटफुल डेट भनेपछि यो हाम्रो डाउटफुल डेट हो, यो हामीले कलेक्सन गर्न सक्दैनौँ भनेर के गर्छौँ हामीले एज्युम गरेर राखेको छुट्टै एउटा एकाउन्ट बनाएको हुन्छ, त्यो हुन्छ क्रेडिट है। एलाउन्सेस जुन हाम्रो कलेक्सन हुन सक्दैनौँ। अब हाम्रो पैसा कलेक्सन हुन सक्दैन भनेपछि हामीले कस्तो एकाउन्ट बनाउँछौँ त, यदि हाम्रो क्यास कलेक्सन हुन सकेन भनेपछि कस्तो एमाउन्ट बनाउँछौँ, कस्तो एकाउन्ट बनाउँछौँ त, ब्याड डेट एक्सपेन्सेस एकाउन्ट DR टु एलाउन्सेस फर डाउटफुल एकाउन्ट भनेर बनाउँछौँ। एलाउन्सेस फर डाउटफुल भनेको यसको भनेको ठ्याक्कै हाम्रो एज्युम गर्छौँ कि यो पैसा हाम्रो कलेक्सन हुन सक्दैन भनेर। प्रोभिजन फर डाउटफुल डेट पनि भन्छ है। अब हामी मेथड जान्छौँ है। मेथड चाहिँ अब हाम्रो दुईटा मेथड छ, एउटा मैले भनिसकेँ द डाइरेक्ट राइट अफ मेथड र अर्को छ एलाउन्सेस मेथड। अब डाइरेक्ट राइट अफ मेथड भनेको बुझौँ है। डाइरेक्ट राइट अफ मेथड भनेको कस्तो भनेपछि रेकर्ड अनकलेक्टेबल एमाउन्ट एक्सपेन्सेस व्हेन द एकाउन्ट इज कन्फर्म एज अ अनकलेक्टेबल एमाउन्ट। यदि हामीले यो पैसा पाउँदैनौँ, अब कुनै चान्सै छैन यो पैसा कलेक्सन गर्ने, मेरो कुनै पनि चान्सै छैन भनेपछि के बुझ्छौँ यसलाई, डाइरेक्ट राइट अफ मेथड हैन। volatile the matching principal as expenses may not be recorded in the same period as the related। matching principal भनेको के, म्याचिङ प्रिन्सिपल भनेको कुनै आइडिया छ? एकाउन्टको प्रिन्सिपलहरू छ नि, गोइङ कन्सेप्टहरू, यिनीहरू म्याचिङ प्रिन्सिपलहरू जस्तै म्याचिङ प्रिन्सिपल भनेको यस्तै हुन्छ भनेपछि तिम्रो डेबिट र क्रेडिट साइड इक्वाली जान पर्छ भन्छ के। जति डेबिट हुन्छ त्यतिकै, जति इन्कम हुन्छ त्यति एक्सपेन्सेस हुन्छ, त्यसै जानु पर्छ। What is the matching principal as expenses may not be recorded in the same period as the related revenue भनेको रिभेन्यू र एक्सपेन्सेस भनेको के हुन्छ, एउटा डेबिट क्रेडिट भन्छ दुईटा पार्टले, वा इन्कम वा एक्सपेन्सेस भन्छ, रिभेन्यू वा एक्सपेन्सेस भन्छ। यस्तो पार्ट भनेको DRCR कै पार्ट हो नि। यदि DR रिभेन्यू बढ्यो भने एक्सपेन्सेस बढ्छ,
भन्छ के भन्छ भनेपछि यसले व्हाइट आर द म्याचिङ प्रिन्सिपल एज एक्सपेन्सेस मे नट बी रेकर्डेड इन द सेम पिरियड रिभेन्यूमा पनि लेख्दैन भन्छ यसको ठ्याक्कै जर्नल इन्ट्री आए ठ्याक्कै थाहा पाउनुहुन्छ है नट रिकमेन्डेड फर बिजनेस विथ द लार्ज क्रेडिट सेल्स सिम्पली टु अप्लाई एज नट एडजस्टिङ इन्ट्री इज निडेड फर एनी end of period best suited for business with the low volume of credit sale if the account is later recovered account receivable is debited and bad debt expense is credited अब यसले के भन्छ भने सानो सानो कम्पनीहरुलाई जुन के हुन्छ भनेपछि अकाउन्ट रिसिभेबल हाम्रो कलेक्टेड हुँदैन भन्ने कम्पनीहरुलाई चाहिँ सुटेबल हुनुभयो ठुलठुलो कम्पनीहरुलाई के हुन्छ भनेपछि त्यो अकाउन्ट रिसिभेबल पछि फेरि पे पनि हुन सक्छ नि त्यसको लागि हामीले अलाउन्सेस फर डाउटफुल अलाउन्सेस मेथड भनेर हाम्रो अर्को फर्दर मेथड छ नि सेकेन्ड मेथड त्यो युज गर्छौं है ल यसको हामीले एक्जाम्पल हेर्छौं द डाइरेक्ट राइट अफ मेथडको डाइरेक्ट राइट अफ मेथड भनेको के हो भनेपछि जुन सिम्पल ल्याङ्ग्वेजमा भन्नु पर्दाखेरि रेकर्ड अनकलेक्टेड अमाउन्ट एक्सपेन्सेस व्हेन द अकाउन्ट इज कन्फर्म एज अ अनकलेक्टेबल अमाउन्ट यदि कन्फर्म छ हामी पैसा क्याश आउँदैन भनेपछि हामीले के गर्छौं भनेपछि ब्याड डेट एक्सपेन्सेस टु अलाउन्सेस फर ब्याड डेट भनेर हामीले इन्ट्री बनाउँछौं है अब यसको एक्जाम्पल हेरौँ है अ कम्पनी राइट अफ 5000 अकाउन्ट रिसिभेबल ब्यालेन्स एज अनकलेक्टेबल पास जर्नल इन्ट्री इफ द डाइरेक्ट राइट अफ मेथड इज एडप्टेड टु द राइट अफ रिसिभेबल के भनेपछि हामीले 5000 के भन्यो हाम्रो क्याश कलेक्सन हुँदैन भनेर अनकलेक्टेबल अमाउन्ट भन्यो हैन अब यसको जर्नल इन्ट्रीज के हुने भयो हाम्रो bad debt expenses to account receivable यस्तो कन्डिसनमा जर्नल इन्ट्रीज के हुने भयो रे ब्याड डेट एक्सपेन्सेस टु अकाउन्ट रिसिभेबल जुन हाम्रो अनकलेक्टेबल अमाउन्ट हुन्छ हामीले पाउन पर्न सक्दैनौं त्यस्तो कन्डिसनमा के हुन्छ ब्याड डेट एक्सपेन्सेस टु अकाउन्ट रिसिभेबल है यसमा कुनै कन्फ्युजन हेलो यहाँसम्म कुनै कन्फ्युजन छ छैन हैन त्यस्तै गरेर अब हामी अर्को मेथडमा जान्छौं अलाउन्सेस मेथड एस्टिमेट एज अ पर्सेन्टेज अफ अकाउन्ट दैट विल बी अन के हुन्छ भनेपछि यसमा पर्सेन्टेज यति अमाउन्ट हाम्रो कलेक्सन हुन सक्छ हुन सक्दैन भन्ने हामीले एज्युम गर्छौं के यसमा अलाउन्सेस मेथडमा के हुन्छ भनेपछि यति % हाम्रो कलेक्टेड हुन सक्छ यति % हाम्रो कलेक्टेड हुन सक्दैन भने हामीले एस्टिमेट गरेको हुन्छ अलाउन्सेस मेथडमा यसको जर्नल इन्ट्रीज के हुन्छ भनेपछि ब्याड डेट एक्सपेन्सेस अकाउन्ट डीआर टु अलाउन्सेस फर डाउटफुल अकाउन्ट भनेर यसको जर्नल इन्ट्रीज हुन्छ है त्यस्तै गरेर when a specific account is determined to be uncollectible allowances for doubtful अब यदि हेर्नु भन्दिन्छु है मैले यदि हाम्रो क्याश कलेक्सन हुँदैन यति % क्याश कलेक्सन हुँदैन भनेपछि ब्याड डेट एक्सपेन्सेस अकाउन्ट डियर टु अलाउन्सेस फर डाउटफुल डेट हुने भयो यदि हाम्रो त्यही पैसा मानौ सपोज मैले 20000 अकाउन्ट रिसिभेबल पाउन पर्ने थियो मैले माने कि अब यो मैले पाउँदैन भनेर मैले के गरे भनेपछि ब्याड डेट एक्सपेन्सेस टु अलाउन्सेस फर डाउटफुल डेट गरे वा अलाउन्सेस फर ब्याड डेट गरे जे लेखे पनि हुन्छ है अब फेरि त्यो पैसा मानौ मैले 10000 फिर्ता पाए म यो वाला एक्जाम्पल म यहाँ देखाएको छु है ल यही क्वेशन हेर्दै है ठ्याक्कै a company has to sales 5 lakh 40% of net sale represented credit sales it estimate 2% of sales as the bad debt expenses भन्यो हैन यदि कम्पनीले 5 लाखको सामान बेच्यो 5 लाखको सामानमा 40% अफ टोटल सेल्स रिप्रेजेन्ट क्रेडिट सेल्स भनेपछि के भयो उधारमा बेच्यौं उधारमा हामीले कति बेच्यौं रे 40% अफ टोटल सेल्स भनेपछि कति भयो 2 लाख भयो ल यसको मैले जर्नल इन्ट्रीज राखे त अब यसको जर्नल इन्ट्रीज के हुने भयो भन्नु त यो त ब्याड डेट एक्सपेन्सेस को भयो क्रेडिट सेल्स को जर्नल इन्ट्रीज के कैश अकाउंट डीआर कैश टू अकाउंट रिसीवेबल
क्याश टु एकाउन्ट रिसिभेबल हैन, क्याश एकाउन्ट डिआर, एकाउन्ट रिसिभेबल एकाउन्ट डिआर टु सेल्स रेभिन्यू। क्याश एकाउन्ट डिआर कति हुनुभयो 3 लाखमा, एकाउन्ट रिसिभेबल 2 लाखमा र सेल्स रेभिन्यू सिआर के हुने भयो 5 लाख हुने भयो। यसको जर्नल एन्ट्री के हुने भयो भनेपछि क्याश एकाउन्ट डिआर, क्याश हामीले कति पायौं 3 लाख पायौं कि पाएनौं क्याश? क्याश हामीले कति पाएको छौं? 3 लाख भनेपछि एकाउन्ट रिसिभेबल म अहिले कापीमा टिपेर पठाइदिन्छु। त्यसपछि हाम्रो सेल्स रेभिन्यू कति हुने भयो 5 लाख हुने भयो हैन। अब के भनेपछि 2% अफ सेल्स एज अ ब्याड डेट एक्सपेन्सेस। अब ब्याड डेट एक्सपेन्सेस के भनेपछि 2% हाम्रो ब्याड डेट एक्सपेन्सेस हुने भयो भनेपछि ब्याड डेट एक्सपेन्स के हुन्छ 5 लाखको हुन्छ कि 2 लाखको हुन्छ? 2 लाखको। जुन हाम्रो एकाउन्ट रिसिभेबल क्रेडिट सेल्स हुन्छ त्यसकै चाहिँ 2% हुन्छ भनेपछि हाम्रो के भयो 4000 हाम्रो के भयो भनेपछि एस्टिमेट ब्याड डेट एक्सपेन्सेस भयो। भने यसको जर्नल एन्ट्रिज के हुने भयो एस्टिमेट ब्याड डेट एक्सपेन्सेस वा ब्याड डेट एक्सपेन्सेस जे लेखे पनि हुन्छ है। एस्टिमेट ब्याड डेट एक्सपेन्सेस लेखे पनि भयो, ब्याड डेट एक्सपेन्सेस लेखे पनि भयो टु अलाउन्सेस फर डाउटफुल डेट है। के हुने भयो जुन एमाउन्ट हाम्रो कलेक्सन हुन सक्दैन त्यसलाई के गर्छौं हामीले ब्याड डेट एक्सपेन्सेस एकाउन्ट डिआर टु अलाउन्सेस फर डाउटफुल डेट भनेर गर्छौं। त्यसपछि हाम्रो नेक्स्ट के भन्छ भने एबीसी कम्पनी रोट अफ 4000 ओन बाई XYZ कम्पनी। अब मैले डाइरेक्ट राइट अफ भनेर भनिसके, डाइरेक्ट राइट अफ मा के हुने रहेछ फेरि माथि है यो वाला जर्नल एन्ट्री त बुझ्नुभयो। यो जर्नल एन्ट्री एस्टिमेट फर ब्याड डेट एक्सपेन्सेस टु अलाउन्सेस फर डाउटफुल डेट वाला जर्नल एन्ट्री त बुझ्नुभयो। हेलो म के गरिदिन्छु भनेपछि हजुरलाई म कापीमा लेखेर क्वेसन र एन्सर लेखेर चाहिँ म त्यसपछि नि योदेखि यो आको भनेर म ल्याङ्ग्वेजमै लेखेर म ठ्याक्कै पठाइदिन्छु के। म भोलिदेखि म अर्को म स्लाइड पठाइदिएको छु त्यसमै छ, म व्हाट्सएपमै सेयर गरिदिएको छु। हुन्छ म ल्यापटपमै आउँछु, मेरो यो स्क्रिन सेयर अघि नभएर के भइरहेछ अनि फेरि अहिले स्क्रिन सेयर हेर्दाखेरि टाइम लाग्छ। हुन्छ हुन्छ स्क्रिन सेयर भएन म स्लाइडहरुमा पठाइदिएकै छु। हजुर म भोलि इलिस्ट्रेसन गरेर चाहिँ भनिदिन्छु, आज कन्सेप्ट मात्र भनिदिएको। हुन्छ भोलि त्यही चाहिँ गर्छौँ हामी। अब तपाईलाई कस्तो छ ओल्ड इज गोल्ड भनेपछि ओल्ड इज गोल्डदेखि गरिदिन्छु जस्तो सजिलो। ओल्ड इज गोल्डदेखि चाहिँ गरौँला। हजुर हुन्छ 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 अहिले कन्सेप्ट भन्न लाएर मात्र, अब क्याल्कुलेसन गर्न लाएपछि हिसाब चाहिँ सजिलै छ, त्यस्तो गाह्रो छैन।
यो मैले अहिले ठ्याक्कै किन भनिदिइराखेको छु भनेपछि यो टपिक वाइज किन गरिरहेको छु, ठ्याक्कै पछि हेर्ने बित्तिकै हिसाब गर्ने बित्तिकै ठ्याक्कै मैले जर्नल इन्ट्री जे भनेको छु ठ्याक्कै हामी 3टा जर्नल इन्ट्री बनाउँछौँ, सबै कभर भइसक्यो यसले चाहिँ है। अब चाहिँ के हुन्छ भनेपछि हामीले ठ्याक्कै क्वेसन अनुसार गर्ने बित्तिकै एकाउन्ट रिसिभेबल टु सेल्स सेल्स ठ्याक्कै हेर्ने बित्तिकै थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। अहिले चाहिँ किनभने धेरै भएर भास्ट भएर अहिले एकैचोटि धेरै भएको जस्तो भयो हैन, त्यही भएर पनि हो। हजुर हजुर म चाहिँ बिसिएको हो। म मेरो क्वेसन कलेक्सनको पठाइदिन्छु। सायद मेरो हल्का सिलेबस मतलब क्वेसन प्याटर्न मेरो अलिक फरक छ होला, त्यो हेरिदिनु न एकपल्ट चाहिँ। म वाट्सएपमा पठाइदिन्छु। हुन्छ हुन्छ, मलाई पठाइदिनु न, ठ्याक्कै नम्बर छ। अरूलाई पनि कुनै प्रब्लम भयो भनेपछि मलाई इन्डिभिजुअल रूपमा वाट्सएपमा पनि टेक्स्ट गर्नु सक्नुहुन्छ, म फेरि भए बेलामा रिप्लाई दिए। ग्रुपमै राखिदिन्छु, एकपल्ट हेरिदिनु न। हुन्छ हुन्छ। भोलि चाहिँ म चाहिँ न्युमेरिकल्ली भोलिदेखि चाहिँ क्वेसन अनुसार गर्छौँ हामी चाहिँ। आज चाहिँ सर र सर्फेसली मात्र भनिदिएको, यसमा चाहिँ अब कति बुझ्नुभयो कति बुझ्नु भएन ठ्याक्कै चाहिँ अब हल्का हल्का चाहिँ अब एकैचोटि धेरै भन्न लाएर हल्का त्यो भयो होला, बढी भए जस्तो भयो होला। यो चाहिँ अब यो चाहिँ धेरै भयो, माथिको चाहिँ क्लियर भयो, यो चाहिँ अब तलको पनि अब एकैचोटि धेरै भन्दाखेरि पनि अब यो चाहिँ भोलि चाहिँ गर्छौँ हामी। यो भन्दा माथिको कुनै क्वेसनहरू यो सम्मको अहिलेसम्मको कुनै बुझेको कन्सेप्टहरू कुनै क्लियर छैन भनेपछि सोध्दा हुन्छ। हुन्छ हुन्छ, मलाई टेक्स्ट गरे पनि हुन्छ, मेरो नम्बर चाहिँ वाट्सएपमै छ होला। अब ग्रुपमा टेक्स्ट गर्दा पनि भयो, इन्डिभिजुअलमा टेक्स्ट गर्दा पनि भयो। हुन्छ हुन्छ, म हल्का फुल्का नोट अरू फर्दर नोट पनि पठाइदिन्छु। हुन्छ, म क्वेसन